तेल कति छैन है आई बाबुजी है तिम्रो पाइ गयो क्या नि जग्गा के भन्छ उ गर्ने होला साग पखाल्नु त झन् के पखाल्नु भन्छ दुईवटा मात्रै एउटा खाने दुईवटा लाउने बढीमा क्या हो अरू घट्नु ठिकै हो भिनु कसरी गर्छ मलाई त्यही कन्फ्युज छ अझै गिल कस्तो प्यावा मिला ज्यादा छौदा दिन पुरा 3 दिन घुमाउँछ भोक लाग्छ नि भन्छ अलि धेरै हुन्छ होला त्यो कति भोगमा त्यहाँनिर त भइन्छ भन्छ यो पिठो चाहिँ गिलो भएको छ हामी सक्दैन गिलो भने अल्लाह उति लाग्छ जैसा लगा था माल बैठ माउली अर्को मुर ल्याउँछ नि हैन इन्ने गए हाल्दै इन्ने हाल्दै थिएँ हाल्नु त छोडेको थिएँ कति भ्याउँछ आज कति पैसा आउँछ हुन्छ कि टाक्सी क्या रोटा हुँदैन झन्डै होइन हाम्रो के किन उठ्दैन यार ढाड जाने होइन अहिले त होइन
भाषा भागले हुन्छ कि वरपर मात्रै खानुपर्छ गड्डा नहाल्ने रानी ठाउँमा सिसीमा राख्दा त कति कहिले बुझेथ्यो बुझ्दै हाइस्ट कति छिन् गएको अनि हाइस्ट त्यो त 3% खा पार्ने फ्यान ल्याएर फुल नहुने मैले 2% ल्याएको 4% अनि खानु परेन पान नखाने अघि सुत पनि होइन सुत मैले उठ पनि जान 10 पनि बस्नुहुन्छ सब पखाल खाले के खाने अन्नु भयो तनी न हाला अब हाग पुरै आगो लरा मै अनि लाई यार उगेर नुन हाल्नु रे त्यसरी खुर्सानी त्यो यति तेल अट्दैन थियो त्यहाँ त अर्च हुन्छ त म पनि के भन्छु यसो मल परे हात तेरी भनेर केले सोचेर त किन ए फर्का पनि उले के औ